क्रिस्टको जिउँदो अनि पवित्र नाउँमा यहाँ सबैलाई जयमसी नमस्कार। आज दिन विक्रम सम्वत 17 गते कार्तिक 2081 साल शनिबार अङ्ग्रेजी 2 तारिक नोभेम्बर महिना 2024मा यहाँहरूलाई बाँच्नु होस् अनि बचाउनुहोस् न। जस्टिफिकेसन बाइ फेथ इभान्जेलिस्टिक मिडिया मिनिस्ट्रीको तर्फबाट हार्दिक स्वागत साथै जयमसी। र आज हामी हेर्नेछौँ गएको दिनहरूमा क्रमशः हेर्दै गएका छौँ क्रिस्चियनहरूले पुरा गर्नुपर्ने कतिवटा कामहरू। पहिलो कुरो हामी हेर्दै थियौँ कि क्रिस्चियनहरूले पुरा गर्नुपर्ने आफ्नो सबै हराउनु या बेच्नु या रित्तिनु। जब हामी रित्तिन्छौँ भने त्यतिखेर परमेश्वरले हामीलाई थप्दै जानुहुन्छ। मूसालाई परमेश्वरले रित्त्याउनु भयो अनि त्यो मिश्रको राजदरबारका कुराहरू, उसको ज्ञान बल, उसको धन सम्पत्ति, उसको मान इज्जत सबै कुरा उसले त्यहाँबाट गुमायो। त्यसपछि हामीले हेर्दै थियौँ कनाको विवाहको विषयमा 6वटा घ्याम्पा प्रभुले चुन्नुभयो। किन चुन्नुभयो भन्दाखेरि ती असल पनि थिएनन्, राम्रा पनि थिएनन्, तर ती रित्ता थिए, ती खोक्रा थिए अनि प्रभुले त्यसलाई प्रयोग गर्नुभयो। आज तपाईँलाई पनि अनि मलाई पनि प्रभुले प्रयोग गर्नुहुन्छ। जब हामी रित्तिन्छौँ, जब हामी खोक्रो हुन्छौँ, जब हामीमा कुनै कुरा रहँदैन, त्यतिखेर प्रभुले तपाईँ अनि मलाई प्रयोग गर्नुहुन्छ। दोस्रो कुरा चाहिँ के भन्दा क्रोस उठाउनु। क्रोसले मसित जीवनमा परमेश्वरको 2वटा उद्देश्य कुराहरूलाई पुरा गर्दछ। पहिलो, पुरानो आदमिक स्वभावमा मर्नु, आदमिक स्वभावमा मर्नु। दोस्रो, परमेश्वरको इच्छामा संयमलाई समर्पण गर्न सिकाउँदछ। क्रोस उठाउनु भन्ने कुरा होइन। धेरैले घाँटीमा झुन्ड्याएर हिँडेका हुन्छन्, गलामा पाखुरामा लगाएका हुन्छन्। धेरैले क्रोस बनाएर, टेटु बनाएर, विभिन्न बनाएर हिँडेका हुन्छन्। तर प्रभुले त्यसरी भन्नुभएको होइन। क्रोसको अर्थ चाहिँ हामीले बुझिसकेका छौँ। क्रोसले मसित जीवनमा परमेश्वरको हृदयमा परमेश्वरको 2वटा उद्देश्य पुरा गर्दछ। पहिलो, पुरानो आत्मिक स्वभाव होइन, पुरानो मनुष्यत्व, पुरानो कुराहरू के गर्नु पर्यो, त्यो मर्नु पर्यो। दोस्रो, परमेश्वरको इच्छामा आफूलाई स्वयं समर्पण गर्न कुरा सिकाउँछ। यी 2 क्रमलाई पुरा गर्नु परमेश्वरले हाम्रा जीवनमा बारम्बार दुःख, सतावट, क्लेश अनि कतिवटा यातनाहरू ल्याइबस्नुहुन्छ। जसरी एउटा बिउको दानालाई माटोमा गाडेपछि त्यसलाई कुहाएर उमार्नको निम्ति घाम, पानी, हावा र माटोको रासायनिक प्रहार चाहिन्छ, त्यसरी नै हामीलाई पनि मरेर नयाँ बन्नुको निम्ति क्रोसको प्रहार भइरहनु पर्छ। कारण जब हामीमा मृत्युले काम गर्छ तब जीवन अरूमा पुग्छ। पौल फेरि पहिला कोरिन्थी 15:31 भन्दछ, म दिनहुँ मर्छु भनेर पौलले भन्छन्। क्रोस उठाउनुको अर्को अर्थ हुन्छ कठिनाइको सामना गरेर आफैलाई इन्कार गर्नु। मसीह जीवन आरामदायक जीवन होइन, दुःख र सतावटले पूर्ण जीवन हो। मिश्रबाट इस्राएलीलाई परमेश्वरले सोझै कनान लैजानु भएन। त्यत्तिकै कनान उनी पुग्न सकेनन्। 40 वर्ष जङ्गलमा उजाड स्थानमा परमेश्वरले घुमाउँदै राख्नुभयो, जहाँ तिनीहरूले भोक, तिर्खा, दुःख, परेशानीहरू सहे अनि कति ठाउँमा शत्रुहरूको सामना पनि गर्नु पर्यो। कति ठाउँमा उनीहरूका सन्तानहरू पनि मरे होलान्, बुढापाकाहरू पनि मरे होलान्। वास्तवमा यो 40 वर्षको समय इजरायलीको निम्ति क्रोस बोके झैँ थियो, जसलाई उनीहरूले नचाहँदा पनि बोक्नै परेको थियो होइन। कसले दुःख भोग्न चाहन्छ, कसले यो सबै कष्टहरू भोग्न चाहन्छ, को चाहिँ भोको प्यासो भएर हिँड्न चाहन्छ। धेरैले विद्रोह गरे, परमेश्वरको अघि उनीहरू गनगनाए औ बाटैमा कति मरे। केवल येशू र काले पुग्नमा सफल भएका थिए, कारण तिनीहरूले क्रोस उठाउन सकेका थिए। उनीहरूले प्रभुको क्रोसलाई, प्रभुको दुःखलाई, प्रभुको कष्टलाई सहेर उठाएर उनीहरू हिँडिरहेका थिए। क्रोसले हाम्रो जीवनमा भट्टीमा खारेको सुन झैँ चोख्याउँदछ। पत्रुसले आफ्नो पहिलो पत्र 1 अध्यायको 6 र 7मा यसरी लेख्छ, जसमा तिमीहरू अहिले
दरकार परि गएमा अलि बेरको निम्ति नाना प्रकारको परीक्षामा पर्छौ, पनि तिमीहरू रमाउँछौ कि तिमीहरूको विश्वासको प्रमाण नष्ट हुने सुनभन्दा ज्यादै किम्तीको हुनाले यो आगोबाट जाँचिने भए तापनि यीशु ख्रिस्टको प्रकाशमा प्रशंसा, आदर र महिमामा पाइयोस्। डाँडामा उभिएको रुखलाई साधारण हावा र आँधीले लडाउन सक्दैन, कारण उसले रातो दिन हावाको झोकालाई सामना गर्दै आएको हुन्छ। परीक्षा विपत्तिले पनि यसरी मसी जीवनमा त्यो मजबुती बनाउँदछ। क्रोध उठाउन नचाहने मसीहरू लडाईँमा जान पर्दा भाग्ने सिपाहीहरू हुन्छ। तेस्रो कुरो चाहिँ के छ भन्दाखेरि हाम्रो कर्तव्य, हाम्रो शर्त, हामीले गर्नुपर्ने कामहरू के हो भन्दाखेरि पछ्याउनु। पछ्याउनुको अर्थ चाहिँ हुन्छ प्रभु जता जानुहुन्छ हामी पनि त्यतै जाने, प्रभुको पछि पछि हिँड्ने हैन। प्रभुलाई पछ्याउनु सजिलो छैन। एक दिन एकजनाले आएर प्रभुलाई भन्यो, प्रभु तपाईँ जता जानुहुन्छ म तपाईँको पछि लाग्नेछु, म तपाईँसँगै हिँड्नेछु। तब प्रभुले तिनीलाई भन्नुभयो, फ्याउराको प्वालहरू छन्, आकाशमा उड्ने चराचुरुङ्गीहरूका गुणहरू हुन्छन्, तर मानिसको पुत्रको निम्ति शिर राख्ने ठाउँ पनि छैन। अब पछ्याउने कसरी? मानिसहरू स्वार्थी हुन्छन्, मतलबी हुन्छन्, जसकोमा प्रशस्त छ त्यसलाई पछ्याउँछन्। तर प्रभुको मामला अलिकति अर्कै छ, कारण त्यहाँ सुख छैन। अलेक्जेन्डरले आफ्नो देश फर्कँदा आफ्ना सेनाहरूलाई भने आफ्नो बन्दा छान। कतिले असल देश छाने, कतिले सुन हिरा मोती छाने, तर एकजना सिपाहीले भने केही छानेन। सम्राट छक्क परेर भने तिमी पनि आफ्नो पसन्द अनुसार छान। त्यो सिपाहीले भने सम्राट मलाई तपाईँ भइगयो। तपाईँको साथ रहनु, तपाईँलाई पछ्याउनु र तपाईँसित सुख दुःख भोग्नु, सुख दुःखमा जिउन पाउनु भन्दा महान सौभाग्य मेरो अरू के पो होला। मसीहहरूको चुनाव यस्तै हुनुपर्छ। प्रभुसित दुःख उठाउनु, प्रभुसित उहाँको दुःखको सहभागिता हुनु जस्तो सौभाग्य अरू के पो हुन सक्छ र। पौलले यसरी भन्छन् फिलिपीका विश्वासीहरूलाई, उहाँको शासनाको सहभागी हुन सकौँ। फिलिपी 3:10 पौल प्रभुका असल दास थिए। तिनीहरूको जिन्दगी भर प्रभुलाई उनले पछ्याए। तिनीहरूले कहिल्यै पनि फर्केर हेरेनन्, न कि जीवनको कुनै परिस्थितिमा उनले गनगनाए। यसै कारण उसले आफ्नो पत्रमा लेख्छ, मैले उत्तम लडन त लडेको छु, मैले दौड सिद्ध्याएको छु, मैले विश्वासलाई बचाइराखेको छु। दोस्रो तिमोथी 4:6 यसरी हामीले 3वटा शर्तहरूलाई पुरा गरेर सिद्ध बन्न हामी सक्छौँ। मसी भाइ बहिनीहरू, प्रिय इसाईहरू, तपाईँको विचार कस्तो छ? यो त्यो धनी मानिस उदास भएर निराश भएर फर्केर गयो। प्रभुले यो 3वटा चुनौतीहरू आज तपाईँ अनि मेरो अगाडि राख्नु भएको छ। पहिलो चुनौती के थियो भन्दाखेरि आफूले आफूलाई आफ्नो सबै कुरो हराउनु, आफ्नो सबै कुरो बेच्नु, आफूमा रुच्दिनु, सबै कुरामा रुच्दिनु। दोस्रो कुरो क्रोध उठाउनु थियो, दुःख कष्ट सङ्कष्ट उठाउनु थियो, प्रभुलाई पछ्याउनु थियो तेस्रो कुरो। अनि 3वटा कुराहरू आज तपाईँ अनि मैले हरेक इसाईहरूले भोग्नु पर्ने, इसाईहरूले सहनु पर्ने यी कुराहरू। र परमेश्वरले हामीलाई धेरै धेरै आशिष दिनुभएको हवस्। प्रभुलाई प्रभुको निम्ति आफूले आफूलाई रुत्याउनु, क्रोध उठाउनु अनि प्रभुलाई पछ्याउनु। यी कुराहरूबाट, यी वचनहरूबाट यहाँहरू सबैलाई परमेश्वरले धेरै धेरै आशिष दिनुभएको। परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ आजको यो दिन, यस समय, यो सुन्दर अवसरको लागि। तपाईँ परमेश्वरले हामी क्रिस्चियनहरूले पुरा गर्नुपर्ने कतिवटा कामहरू जस्तै आफूले आफूलाई रित्याउनु, क्रोध उठाउनु अनि पछ्याउनु भन्ने कुराहरूलाई नजरअन्दाज अगाडि राखेर हामी तपाईँको निम्ति हामी अघि बढ्न सकौँ, तपाईँलाई मान महिमा प्रशंसा हामी दिन सकौँ, तपाईँको निम्ति जिउन सकौँ, तपाईँलाई जय जयकार गर्न सकौँ भन्दै सबै बिन्ती चढाउँछौँ यीशुको नाममा।